साथीहरू के तपाईहरु पनि आफ्नो भिडियोलाई चाहिँ भाइरल बनाउन चाहनुहुन्छ र तपाईहरुको भिडियो सबै सामु पुगोस् भन्ने चाहनुहुन्छ भनेदेखि तपाईहरुलाई आज म एउटा एकदमै अछुक उपाय बताउन गइरहेको छु र फेसबुकको एल्गोरिदमले चाहिँ तपाईको भिडियोलाई चाहिँ किन चाहिँ सबै सामु पुर्याउँदैन र त्यसको रिजन के हो र तपाईहरुको भिडियोलाई चाहिँ किन चाहिँ भाइरल गराउँदैन भन्ने त्यसको रिजन के हो त्यस बारेमा आज म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै इन्ट्रेस्टिङ भिडियो छ र एकदमै कामको भिडियो छ। तपाईले यो भिडियो मिस नगर्नु होला। तपाईले स्क्रल पनि नगर्नु होला। एकदमै ध्यानसँगले तपाईले सुन्दै जानु होला। फेसबुकको एल्गोरिदमले सबै क्रिएटरको भिडियो भाइरल बनाउँदैन। किनकि भाइरल गराउनु नसक्नुको मुख्य कारण के हो भन्दाखेरि भेदभाव होइन, के हो कारण वास्तविक त्यसको छिनोफानो तपाईलाई एकदम क्लियरली म बताइदिन्छु। फेसबुकले चाहिँ किन पनि चाहिँ तपाईहरुको भिडियो भाइरल गर्दैन र कस्तो भिडियो भाइरल गर्छ कस्तो गर्दैन भन्ने विषयमा आज तपाईहरुलाई म सम्पूर्ण जानकारी दिन गइरहेको छु। मुख्य कारण दर्शकहरुको रुचि फरक हुन्छ र तपाईको कन्टेन्ट कस्तो छ, ओरिजिनल छ, अर्ग्यानिक छ या तपाईको कपी पेस्ट गर्नुभएको हो त्यसको आधारमा पनि एल्गोरिदमले चाहिँ तपाईहरुको भिडियोलाई भाइरल गर्ने नगराउने, दर्शक सामु धेरै पुर्याउने नपुर्याउने भन्ने त्यहाँबाट डिसिजन गरेर चाहिँ तपाईको भिडियो चाहिँ अगाडि पुर्याउने हो। त्यही भएर जहिले पनि म भन्ने गर्छु भिडियो बनाउँदा के अरे क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान दिनुस् हैन। क्वान्टिटी पनि चाहिन्छ तर क्वान्टिटी त्यति महत्त्वपूर्ण हुँदैन, क्वालिटी एकदमै महत्त्वपूर्ण हुन्छ। भिडियो क्लियर हुनुपर्छ, क्लिन हुनुपर्छ हैन र एकदमै अर्ग्यानिक हुनुपर्छ। यदि तपाई फेसबुकबाट के अरे धेरै अपेक्षा राख्नु भएको छ भनेदेखि तपाईले चाहिँ अर्ग्यानिक भिडियो बनाउनै पर्ने हुन्छ। त्यहाँभन्दा कुनै पनि अप्सन छैन। त्यही भएर तपाईले अगाडि बढ्न चाहनुहुन्छ र बढाउन चाहनुहुन्छ, एल्गोरिदमले चाहिँ तपाईको भिडियो भाइरल होस् भन्ने मनमा छ भनेदेखि तपाईले अर्ग्यानिक आजैदेखि बनाउन सुरु गर्नुहोस्। यदि मेरो यो इन्फर्मेसन भिडियो राम्रो लाग्यो भने शेयर, कमेन्ट र लाइक गर्न नबिर्सनु होला। साथै फेसबुकको कमेन्ट सेक्सनमा आएर ओके लेख्न नबिर्सनु होला।